कति वर्ष पुग्नु भयो हजुर? म 70 र 5 यहाँ बस्नुभयो कति भयो? यहाँ बसेकै 10 भइसक्यो। कसरी आउनु भयो आमा यता? यहाँ सबैले भने कि त्यहाँ एकजना आमा पाल्ने आमा छन्, एकदम राम्रो छन् आमा, त्यहाँ गएर बस्नुहुन्छ त तपाईँ एक्लै हुनुभयो कहाँ जाने हो भने त्यहाँ वरिपरिकाले हुन्छ नि त त्यसो भए हेरौँला हुन्छ भने अनि त्यसै गर्दै गर्दै म पसल थापेर बसेको सन्चै कोष अगाडि पेटीमा चिया पसल थापेर बसेको काठमाडौँमा। त्यहाँ बसेको अनि छोरो पनि बाहिर गयो, बुवा पनि छोराको बुवा पनि बित्नु भयो अनि म एक्लै भएँ। अनि मैले सकुन्जेली त त्यो बाटोको पसल चलाएर बसेँ, चिया पसल, अर्सो पसल त होइन चिया पसल बाटैमा राखेर बसेको। अनि छोरो पनि बाहिर गयो, बुहारी पनि देब्रो देब्रो भएर म माइत जाने म यहाँ बस्दिनँ भनी छोरो बाहिर गएपछि अनि बस तिमीलाई मलाई खाना खाएर पनि नातिलाई पढाउन पुग्छ, अलिअलि भइहाल्छ, हामीलाई यतिको भइराखेकै छ, किन जाने त म एक्लै हुन्छु भनेको पर्दैन म यहाँ बस्दिनँ कि बस्दिनँ भने। अनि ल न भने खर्चले मलाई, नत्र भने म के मात्रै गर्छु भनेर बौला जस्तो कुरा गर्नु थाल्यो। लौ जाऊ त भनेर नाति केटो र बुहारी चितवन माइती बुहारीको ऊ गए पनि मैले एक्लै पनि पसल चलाएर खाएर बसेकै थिएँ। चिया पसल चलाउँदै गरेँ 5-6 महिना चलाएँ। अनि धेरैजनाले भने त यहाँ एक्लै बसेर के गर्ने त, पानी खुवाउने बाटो मान्छे पनि छैनन् तेरा यहाँ वरिपरि, एक्लै त्यहाँ कसरी बस्छेस्, तेरो कोही आफन्त छ भने जा भने सबैले त्यहाँ वरिपरि न्याहरेहरूले सबैले त्यसो भने। अनि खै जाउँला नि त बिस्तार बिस्तार भनेर भने। अनि एकजनाले भन्न गए कि त्यहाँ कालीमाटीमा एकजना आमा असाध्यै राम्रो छन्, सबै बुढाबुढी बटुलेर पाल्ने आमा छन्, त्यहाँ जाने त दिदी तपाईँ भन्यो एउटाले। अनि त त्यसो भए गएर हेरेर आऊ भनेर मैले एउटा भाइलाई यहाँ हेर्न पठाएँ मैले है, हेर्न पठाएँ। नभन्दै आमालाई ठ्याक्क भेटेछ उसले। अनि आमा एकजना आमा छन् त्यहाँ ठम्मेलमा अलपत्र भएको, ल्याइदिउँ कि हजुरहरू हेर्न आउनुहुन्छ भनेछ उसले पनि। मैले यहाँ हेर्न पठाएँ, नभन्दै जस्तो भने उस्तै ठ्याक्क मिल्यो। अनि आमा नै लिन जानुभयो, आमाले लिएर आउनुभयो। ल छोराले सम्पर्क गर्नु खोज्नु भयो हजुरलाई? बुहारीसँग कुरा गर्ने भएन, अब बुहारीलाई फोन गर्छ उसले होला। भनेपछि हजुरको छोरालाई थाहा छैन हजुर यहाँ हुनुहुन्छ भनेर? बाहिर छ। के गरेर